नमस्कार साथीहरू, स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानल चन्दन कर्णमा। सबैभन्दा पहिले म यहाँहरूलाई ह्याप्पी न्यु इयर 2026 भन्न चाहन्छु। यो नयाँ वर्षले तपाईँको जीवनमा नयाँ लक्ष्य, नयाँ सिकाइ र प्रोग्रामिङमा नयाँ सफलता ल्याओस्। 2026मा तपाईँ सबैले पाइथन राम्रोसँग सिकेर आफ्नो स्किल अर्को लेभलमा लैजान सक्नुहोस् भन्ने आशा गर्दै आजको यो भिडियो सुरुवात गर्न चाहन्छु यो सानो इन्ट्रोबाट। फेरि पनि यहाँहरूलाई स्वागत गर्न चाहन्छु हाम्रो यो प्रिन्ट फङ्सनको मास्टर क्लासको सेकेन्ड पार्टमा। पहिलो पार्टमा चाहिँ हामीले प्रिन्ट फङ्सनको केही भित्री कुराहरू पनि राम्रो कोर नलेज भनौँ हैन, कोर नलेजको बारेमा हामीले राम्रोसँग जानकारी लिएका छौँ। बट यसमा पनि यस पार्ट 2मा पनि अलिकति त्यसको ओभरभ्यू लिएर अझै पनि हामीले त्यसमा केही प्र्याक्टिस गर्नेछौँ र त्यसमा चाहिँ अझै पनि हामीले केही नयाँ नयाँ कुराहरू गर्नेछौँ र प्लसमा आज चाहिँ प्रोजेक्ट पनि हजुरहरूले पाउनुहुनेछ हैन, जसलाई तपाईँले घरमा चाहिँ बसेर प्र्याक्टिस गर्नुपर्ने हुनेछ। यो प्रोजेक्ट चाहिँ हजुरले गर्नै पर्ने हुन्छ, किन भन्दाखेरि यसले तपाईँको स्किल्सलाई इन्हान्स गर्न र छिट्टै सिक्नको लागि मद्दत पुर्याउँछ के। सो ढिला नगरिकन हामी आफ्नो फोल्डरलाई ओपन गरौँ। यो हाम्रो फुल कोर्स रहेको छ। यहाँ सिम्पली जाउँ, यहाँ टाइप गरौँ CMD इन्टर। यसलाई मिनिमाइज गरौँ र यसलाई एडभान्सलाई चाहिँ राइट क्लिक गरेर एडिट विथ नोटप्याड++ मा ओपन गरौँ र यसलाई मिनिमाइज गरिदिउँ। ल अब सुरुवात गरौँ। यसलाई म साइड बाई साइड राख्छु, दुवैलाई म साइड बाई साइड राख्छु यसरी। अब सुरुवात गरौँ। यहाँ हामीले कहाँसम्म पुगिसकेका थियौँ? यहाँसम्म गइसकेका थियौँ, प्रिन्ट हेलो पाइथन सेपरेटसम्म। बट त्योभन्दा अगाडि चाहिँ आजको क्लासको लागि म नयाँ फाइल बनाउँछु। यसलाई म कट गरिदिन्छु यहाँबाट र यसलाई फेरि म पहिले सेभ गर्छु। सेभ एज गरेर सेभमा आफ्नो त्यही फोल्डरमा डेस्कटपको पाइथन फुल कोर्स भन्ने उसमा गएर म यहाँबाट के सिलेक्ट गर्छु भन्दाखेरि पाइथन फाइल हो भन्ने कुरा चाहिँ म सिलेक्ट गर्छु। पाइथन, अनि त्यसपछि यसको नाम दिइदिन्छु म। के नाम दिन्छु भन्दाखेरि यो हाम्रो यो प्रिन्ट फङ्सनको एडभान्सको पार्ट 2 हो, त्यही भएर 2 लेखिदिन्छु म यहाँनिर, अनि यसलाई सेभ गरिदिन्छु है त। अनि यसमा चाहिँ मैले चाहिँ यो CMDमा चाहिँ म CLS गरेर अनि यसलाई ठुलो बनाइदिन्छु Ctrl++ गरेर। ल अब सुरुवात गरौँ। अहिलेसम्म हामीले हेरिसकेका थियौँ प्रिन्टमा हामीले के हेऱ्यौँ भन्दाखेरि कुनै कुरालाई प्रिन्ट गर्दाखेरि जस्तै कि कसैको नामै प्रिन्ट गर्दाखेरि हामीले के हेरेको थियौँ भन्दाखेरि हैन, हामीले के हेरेको थियौँ भन्दाखेरि इन्ड लगाइसकेपछि इक्वल टु दिएर यदि हामीले यहाँनिर डबल कोट्स या सिङ्गल कोट्स दिए भने अनि यसलाई ब्र्याकेट बन्द गऱ्यो भने पहिले त यत्तिकै यसलाई प्रिन्ट गरेर देखाउँछु म तपाईँलाई। यसलाई म यत्तिकै प्रिन्ट गर्छु हैन, अनि त्यसपछिको यो प्रिन्ट हुन्छ। यसलाई मैले डिलिट गरिदिन्छु। अनि सेभ गरेर म यहाँबाट रन गर्छु। लेख्छु म पाइथन स्पेस मेरो प्रोग्रामको नाम के छ प्रिन्ट हाइफन फङ्सन अनि हाइफन एडभान्स
अलि ठुलो नाम भयो हैन। .py यही छ मेरो नाम है। यो फाइलको नाम चाहिँ यहाँ हेर्नुहोस् जे छ यो त्यही लेखेको छु। पाइथन पछि स्पेस दिएर अब यसलाई रन गर्छु म। रन गर्दा यहाँनिर के आयो भन्दाखेरि चन्दन आइरहेछ र यो जुन कर्सर छ यहाँको यस्तै खालको कर्सर जुन हुन्छ त्यो चाहिँ हाम्रो यहाँ तल आइसकेको छ यो लाइनमा है। अब यसलाई चाहिँ हामीले सेम लाइनमा ल्याउनको लागि या सेम लाइनमा कुनै अर्को कुरा प्रिन्ट गर्नको लागि के गर्नेछौँ भन्दाखेरि कमा दिएर यसमा END इक्वल्स टु डबल कोट्स दिएर सेभ गर्छौँ। अब यहाँनिर यसलाई रन गर्दाखेरि यहाँ के भइहाल्छ, अब त्यो लाइन चाहिँ हटेर गयो है त, किनभने त्यो कर्सर अझै यहीँ छ के, यहीँ छ यही चन्दन लेखेको साइडमा लेखिएको छ है। त्यो मतलब कर्सर एभाइलेबल छ है त्यहाँनिर। पहिलेकोमा जब हामीले इन्ड राखेको थिएन यो, त्यो बेला चाहिँ यहाँ स्पेस आयो। अब चाहिँ यहाँ इन्ड राखेपछि इन्ड पछिमा जे राख्यो हामीले यहाँनिर त्यो चाहिँ अब स्केप भएर गयो, त्यो हटेर गयो। /n जुन बाई डिफल्ट हुन्छ त्यो हटेर गयो र त्यो कर्सर जुन छ यही छ अझै पनि। अब हामीले यहाँ केही पनि लेख्यो भने, अर्को कुरा केही प्रिन्ट गर्यो भने हामीले जस्तै कि स्कुल भन्ने वर्ड मैले प्रिन्ट गर्न चाहे हैन, त स्कुल भन्ने यदि वर्ड मैले प्रिन्ट गरेँ भने त्यो अब यो चन्दन लेखेकै साइडमा प्रिन्ट हुन्छ, त्यहीँनिर कर्सर छ, त्यही कारणले गर्दाखेरि है त। जस्तै कि यहाँनिर मैले प्रिन्ट गरेँ हेर्नुहोस्, त्यो कर्सर तल आएन, यो कर्सर यहाँबाट जुन थियो यो कर्सर तल गएन, यहीँ थियो कर्सर, त्यस कारणले गर्दाखेरि त्यहाँनिर स्कुल पनि सँगै प्रिन्ट भएछ है, यो स्कुल पनि सँगै प्रिन्ट भएछ। बट यो जुन प्रिन्ट छ यो प्रिन्टको त हामीले साइडमा त कुनै हामीले यहाँनिर आर्गुमेन्ट लगाएको छैनौँ, यो आर्गुमेन्ट हामीले लगाएको छैनौँ। सो त्यही कारणले गर्दाखेरि चाहिँ नि यहाँनिर फेरि अर्को लाइन के भयो त आइहाल्यो है त। अब हामीले यो हेरिसक्यौँ, इन्ड लगाएपछि यहाँ इन्ड लगाउने बित्तिकै यहाँ हेर्न सक्नुहुन्छ यसको जुन छ आउटपुट सेम लाइनमै प्रिन्ट भएछ। बट इन्ड यहाँ त हामीले लगाएको छैन, यदि हामीले यहाँ पनि इन्ड लगाइदियो भने END है त, इन्ड यसरी यदि हामीले कोट्स दिएर लगाइदियो भने अब यो जुन यहाँ स्पेस देखिरहनु भएछ यो स्पेसमा के भइहाल्छ त, यो हराएर जान्छ है त। रन गर्ने हेर्नुभयो यहाँ हेर्नुहोस्, अब यो स्पेस के भइहाल्यो त, हराएर गयो है त। म टर्मिनललाई क्लियर गरिदिन्छु, CLS इन्टर है त। अब नेक्स्ट के रहेको छ भन्दाखेरि सेपरेटको बारेमा जानकारी लिइहालौँ। सेपरेटले के गर्छ भन्दाखेरि सेपरेटले कुनै पनि कुराहरू लेखेको कुराहरूलाई चाहिँ सेपरेट गर्ने काम गर्छ है त। कमा यहाँनिर म चन्दन लेख्छु है त, कमा सेपरेट गर्छु म। केले सेपरेट गर्छु भन्दा कोलनले गरिदिन सक्छु, बराबरले गरिदिन सक्छु, जेले पनि म सेपरेट नै गरिदिएँ है। अब यसलाई रन गऱ्यो भने हामीले के पाउँछ हेर्नुहोस्, नेम पछि के आएछ त, नेम, त्यसपछि यसले सेपरेट गर्दैछ, कमालाई हटाएर त्यहाँनिर के राखिदिएछ त, यो कलन राखिदिएछ है। यहाँ एउटा सानो स्पेस दिइहाल्यो भने अब कलन पछि त्यहाँ स्पेस पनि आउँछ एउटा। अब कुनै साथीहरूलाई हुन्छ कि सर म यो सेपरेट र END एन्ड जुन छ यो दुवै एकैचोटि, यो दुवै आर्गुमेन्ट म एकैचोटि युज गर्न सक्छु, त यस तपाईँ बिल्कुलै सक्नुहुन्छ। जस्तै कि अहिले यहाँ एन्ड नदिएको कारणले एउटा स्पेस आइरहेको छ, हेर्नु एउटा लाइन आइरहेको छ हैन, त्यो लाइनलाई हटाउनको लागि चाहिँ हामीले END एन्ड अनि त्यसपछि इक्वल टु दिन्छु अनि सेभ गरेँ मैले यसलाई। अब यसलाई रन गरेँ, हो हेर्नुहोस्, अब हेर्नुहोस् त कति राम्रो आउटपुट आएको छ हाम्रो है त। ठिक छ। अब चाहिँ केही म हजुरहरूलाई चाहिँ बिगिनर्सहरूले गर्ने कुनै गल्तीहरू जुन हुन्छ त्यो म बुझाउन चाहन्छु है त। बिगिनर्सहरूले के गल्ती गर्छन् सुरुवाती दौरमा चाहिँ, त्यसको बारेमा चाहिँ अलिकति म जानकारी दिन्छु। जस्तै कि कुनै एउटा भेरिएबल लेख्छौँ हामीले, x बराबर हामीले के लेखिदिन्छौँ भन्दाखेरि केही छ, जस्तै मैले आफ्नो आफ्नै नाम लेखिदिन्छु यहाँनिर है त। अनि त्यसपछि y बराबर चाहिँ मैले लेखिदिएँ, यहाँ चाहिँ मेरो एड्रेस हुन्छ अनि प्रिन्ट गर्छु म, अनि यहाँनिर के लेख्छु भन्दाखेरि मैले x अनि त्यसपछि x लिभ्स इन y भनेर लेख्छु
यसले के बुझायो, यसले के देखायो भन्दाखेरि हेर्नु है, यक्स भनेको त भेरिएबल हो, त यक्सको ठाउँमा के आउँछ त, त्यहाँनिर यो जे हामीले एसाइन गरेको त्यो आउँछ। वाईको ठाउँमा के आउँछ हेर्नु त, वाईको ठाउँमा जनकपुर आउँछ। बट यो लिप्स हेर्नुहोस्, लिप्सले गर्दाखेरि यहाँनिर सर्च गर्छ उसले भेरिएबलको लागि, जसले गर्दा तपाईँले यहाँ एरर दिइदिन्छ है त, एरर दिदियो। अब यहाँनिर चाहिँ परह्याप्स यु फर्गट अ कमा भन्छ। यदि हामीले यहाँनिर कमा पनि राखिदियौँ भने अनि सेभ गर्छौँ, अनि यो टर्मिनललाई म क्लियर गर्छु अनि प्रोग्रामलाई फेरि रन गर्छु, तै पनि यहाँनिर लिप्स इज नट डिफाइन्ड भन्यो। लिप्स इज नट डिफाइन्ड किन भनेको होला भन्दाखेरि त्यो त हाम्रो हैन, त्यो त हाम्रो भेरिएबल त छैन। अब यो भेरिएबल होइन भने यदि हामीले टेक्स्ट देखाउन चाहन्छौँ भने हामीले के गर्न सक्छौँ भन्दाखेरि यसलाई कोट्स यहाँ सिंगल कोट दिइहाले अनि यसलाई सेभ गरे। अब यो चाहिँ एउटा टेक्स्ट भइहाल्यो है त, जुन चाहिँ मलाई सो गराउनु छ है त, सो गराउनु छ। अब जसरी यसमा मैले यहाँनिर कमा दिएछु, यदि यहाँ कमा दिएन भने फेरि एरर दिइदिन्छ है त। यसलाई म क्लियर गर्छु, CLS क्लियर। अब हेर्नुहोस् यहाँ म कमा दिएन भने यसलाई सेभ गरेर मैले रन गरेँ भने हेर्नु फेरि एरर दिइदिन्छ। फेरि के भन्छ, परह्याप्स यु फर्गट अ कमा भनेछ है त। अब यहाँनिर मैले फेरि कमा दिएपछि अनि सेभ गरेपछि अब चाहिँ यहाँ के हुन्छ, अब यो राम्रोसँग चल्छ प्रोग्राम। हेर्नुहोस् त, चन्दन लिभ्स इन जनकपुर। यदि तपाईँ यहाँ कमा दिन चाहनुहुन्न भने अर्को काम तपाईँ के गर्न सक्नुहुन्छ, प्लस युज गर्न सक्नुहुन्छ है त, प्लस युज गर्न सक्नुहुन्छ। हेर्नुहोस् प्लस युज गर्न सक्नुहुन्छ। यो स्पेस दिनै पर्छ भन्ने जरुरी छैन, तपाईँलाई कुरा बुझ्नुभयो, यसै पनि दिन सक्नुहुन्छ। हेर्नु यसमा चाहिँ यो प्लसको यता अगाडि र पछाडि मैले के गरेछु त, स्पेस दिएछु, तर यसमा यो प्लसमा चाहिँ मैले दिएको छैन है त। यसलाई म सेभ गर्छु र यसलाई रन गर्छु, मेरो आउटपुट सेम आएछ, सेम आएछ। तर एउटा नोटिस गर्नुपर्ने कुरा तपाईँले ध्यान दिएर हेर्नु होला है, कि मैले जहाँ जहाँ प्लस युज गरेको छु, जहाँ जहाँ मैले प्लस युज गरेको छु हेर्नुहोस् त्यो चाहिँ के भइहालेछ, जोडिहालेछ। यसलाई भन्छौँ हामीले कन्क्याटिनेट भन्छौँ है त, शब्दलाई शब्दसँग जोड्नु है त। जस्तै कि स्ट्रिङलाई हामीले, यो कस्तो डेटा टाइप हो भन्दाखेरि स्ट्रिङ डेटा टाइप हो। स्ट्रिङ डेटा टाइपमा टेक्स्टहरूलाई यदि हामीले कन्क्याटिनेट गर्न चाहन्छौँ भने इजिली भइहाल्छ है त। जस्तै कि एउटा इक्जाम्पलको लागि म यहाँ के लेख्छु भन्दाखेरि प्रिन्ट लेख्छु, अनि प्रिन्ट लेखेर ब्राकेट दिन्छु, अनि यक्स प्लस वाई लेखिदिन्छु। के मेरो यक्स प्लस वाई जोडिन्छ? हो जोडिन्छ, तर कस्तो तरिकाले जोडिन्छ भन्ने कुरा चाहिँ हेरौँ है त। कस्तो तरिकाले, यो आउटपुटलाई एकैछिनको लागि म चाहे यसलाई म राख्छु, यहाँ ब्राकेट बन्द गरेको छैन, ब्राकेट बन्द गरिदिनुपर्छ। अनि यहाँनिर चाहिँ मैले यसलाई क्लियर स्क्रिन गरिदिन्छु र यो प्रोग्रामलाई म चलाउँछु। अब हेर्नु है त, हेर्नुहोस् यक्स प्लस वाई गरेको छ। कस्तो यक्स प्लस वाई गरेको छ भन्दाखेरि यसरी हेर्नुहोस्, चन्दन त्यसपछि चन्दपुर, दुइटै वर्डलाई टाँसेर राखिदिएको छ, मतलब जोडिदिएछ। कस्तो तरिकाले जोडेछ, के त यो हामीले नम्बरलाई जोडे अनुसार जोडेको छ त छैन है त, यसरी जोडेको चाहिँ छैन। एक किसिमले अझै अर्को इक्जाम्पल दिनु पर्यो भने मैले यक्सको ठाउँमा मैले के लेखिदिएँ, मानिलिनु 10 लेखिदिएँ, चाहे 10 होइन म 1 लेखिदिएँ, अनि जनकपुरको ठाउँमा म 2 लेखिदिएँ है त। र यसलाई म डिलिट गरिदिन्छु एकछिनको लागि, या कमेन्ट हानिदिन्छु यसलाई है, म कमेन्ट गरिदिन्छु है त। या भनौँ न अर्को इक्जाम्पल लिन्छु म, यो हजुरहरूले हेर्नु होला यसको लागि। यो यसलाई म कमेन्ट गरिदिन्छु, यहाँ पनि कमेन्ट गरिदिन्छु, यहाँ पनि, अनि यसमा पनि कमेन्ट गरिदिन्छु। अनि म यहाँबाट चाहिँ अर्को लाइनमा गएर म ए बराबर लेखिदिन्छु। यहाँनिर ए बराबर चाहिँ म 1 लेखिदिएँ, अनि बी बराबर चाहिँ मैले के लेखिदिएँ भन्दाखेरि 2 लेखिदिएँ है त। अनि प्रिन्ट गरिदिएँ मैले ए प्लस बी भनेर प्रिन्ट गरिदिएँ। त के मेरो एन्सर 3 आउँछ त? आउँछ त? आउँदैन, पक्कै पनि आउँदैन। मेरो कति आयो त? 12 आयो। हेर्नुहोस् कसरी जोडिदिएको छ, मेरो के आयो आउटपुट त 12 आएछ। किन 12 आयो भन्दाखेरि यो अहिले डबल कोट्सभित्र भएको कारणले गर्दाखेरि पाइथनले यसलाई के भनेर ट्रिट गर्दैछ भन्दा यो टेक्स्ट हो भनेर, स्ट्रिङ हो, टेक्स्ट हो है त, स्ट्रिङ डेटा टाइपभित्र पर्ने टेक्स्ट हो यो। अब यसलाई चाहिँ उसले
जेनरली 1 राखिदियो a प्लस b भने a को ठाउँमा कति ल्याइदियो 1 राखिदियो प्लस भनेको त्यहाँबाट ल्याएर जोडिदियो अनि 2 राखिदियो त यो भइहाल्यो कति 12 है त। यदि हामीले यसमा 10 लेखिदिन्छु यसलाई 20 लेखिदिन्छु भने हेर्नुहोस् है अनि यसलाई प्रिन्ट गर्छौँ भने यसलाई हामीलाई भने हेर्नुहोस् 1020 भइहालेछ। 10 र 20 जोडेर 1020 त हुँदैन पक्कै पनि हो कि न हो। त्यही कारणले गर्दाखेरि है त ल यो भयो हाम्रो चाहिँ के छ भन्दाखेरि बिगनरले मिस्टेकहरू गर्ने चाहिँ मैले हजुरहरूलाई बताउन खोजेको है कि युजरले कहिलेकाहीँ डबल कोट्सभित्रै के गरिदिन्छ नम्बर लेखिदिन्छ अनि त्यसमा चाहिँ हामीले एड सबट्र्याक्ट यदि हामीले यसमा सबट्र्याक्टको पर्फर्म गऱ्यो भने चाहिँ एरर दिइदिन्छ यसले है। हेर्नु है अघि चाहिँ हाम्रो 10-20 आइरहेको थियो यसमा प्लस गरिदिउँ होइन अनि यसमा चाहिँ मैले चाहिँ सरी यसमा चाहिँ मैले सबट्र्याक्ट पर्फर्मेन्ट गर्छु है त सबट्र्याक्ट ए माइनस बी गर्छौँ है त। सबट्र्याक्ट पर्फर्मेन्ट गर्दाखेरि अब हेर्नुहोस् के हुन्छ है त अब त एरर आइदियो यहाँ हेर्नुहोस् पहिलो चाहिँ उसले देखाइदियो यो 1020 जसरी देखाएछ यहाँनिर सुरुकोमा त्यस्तै गरी यहाँ पनि सुरुकोमा उसले त त्यही देखाइदियो यो वाला सक्सेसफुल रन भयो बट यहाँ आएपछि उसले एरर दिदियो। अब यहाँ के भन्छ अनसपोर्टेड अपरेन्ड टाइप यस 4 माइनस भनिरहेछ एसटिआर एन्ड एसटिआर यो एसटिआर एन्ड एसटिआरमा चाहिँ यो अपरेन्ड लाग्दैन यो अपरेटर लाग्दैन माइनसवाला भनेर भनेको छ है त। यहाँ मल्टिप्लाई पनि गर्न सक्दैनौँ डिभाइड पनि गर्न सक्दैनौँ मात्र कन्क्याटिनेट गर्न सक्छौँ है त कन्क्याटिनेट है त। ल अब चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि यसलाई म कमेन्ट गर्छु है त। कमेन्ट गर्छु सेभ गर्छु है त। अब हामी चाहिँ अलिकति प्रोजेक्टतर्फ चाहिँ लाग्नुपर्ने हुन्छ है त। प्रोजेक्ट होइन अब यो चाहिँ सेपरेटरले सेपरेट गर्ने काम गर्छ यसलाई म ब्राकेट बन्द गरिदिन्छु। त्यस्तै गरी म अब अर्को प्रिन्ट युज गर्छु र यसमा चाहिँ म लेख्छु जस्तै मम्मी होइन मम्मी कमा दिएर मम्मीको नाम हुनसक्छ जेसीको हुनुहुन्छ सीता गीता जे पनि राख्न सक्नुहुन्छ तपाईँले होइन। यहाँनिर चाहिँ सेपरेट युज गरेर है त के युज गर्नु भन्दाखेरि कलन अनि स्पेस दिनु अनि भइहाल्छ है। अनि त्यसपछि ब्रदर हुनसक्छ ब्रदर होइन ब्रदर त्यसपछि ब्रदरको नाम हुनसक्छ जे पनि हुनसक्छ अब राखिदिनुहोस् आफ्नो हिसाबले अनि सेपरेटरले यो सेपरेट गरिदिनुहोस् है त। सिस्टर हुन्छ नि सिस्टर सिस्टर हामी ल अब यसलाई प्रिन्ट आउट गरौँ हामीले डिस्प्ले गरौँ मतलब पाइथनलाई रन गरौँ प्रोग्रामलाई। अब यहाँ त केही पनि आएन। अब यो किन आएन भन्दाखेरि हाम्रो जुन प्रोजेक्ट छ त्यो प्रोजेक्ट यसमा हामीले रन गरेन हामीले त्योभन्दा पहिलेको फाइल जुन छ त्यो रन गऱ्यो तर सबैलाई हामीले के बनाइदिएको थियो त कमेन्ट गरिसकेको थियो त त्यो फाइलभित्र त केही थिएन होइन। अब हामीलाई चाहिँ पाइथन लेख्नुपर्छ स्पेस दिएर प्रोजेक्ट जुन हो हामीले त्यो लेखेर होइन जुन हामीले फाइल बनाएको छ प्रोजेक्ट नाम गरेको त्यही फाइललाई रन गरेपछि त्यही फाइल चाहिँ यसमा चाहिँ आउटपुटमा आउने हो है त। ल हेर्नुहोस् ल हेर्नुहोस् कति मजाको हेर्नु त फादर प्रिन्ट भयो मम्मी प्रिन्ट भयो ब्रदर प्रिन्ट भयो सिस्टर प्रिन्ट भयो होइन यो सबै तरिका कति राम्रो आउटपुट आएको छ यो तरिकाले तपाईँले यसलाई देख्न सक्नुहुन्छ होइन। ल अब हाम्रो नेक्स्ट प्रोजेक्ट रहेको छ यसलाई म के गर्छु भन्दाखेरि सबैमा म कमेन्ट लगाइदिन्छु कमेन्ट कमेन्ट कमेन्ट। अब नेक्स्ट प्रोजेक्ट चाहिँ के छ भन्दाखेरि write a program that calculates होइन calculates area and perimeter of a rectangle भन्ने यसरी मैले दिएँ है त। ल अब एरिया हुज भनौँ न हुज लेन्थ एन्ड breadth are भनौँ न 19 मिटर एन्ड
17 मिटर आन्सर है। ल यो भएको ब्रेथ र लेन्थलाई हामीले त्यसको एरिया निकाल्दैछौँ। तबसम्म यो आउटपुटलाई म क्लियर गरिदिन्छु सिएलएस स्क्रिन। अनि त्यसपछि म यहाँ के लेख्न जान्छु, फर्स्ट अफ अल त मलाई पहिले लेन्थ लेख्नुपर्छ। लेन्थ बराबर म कति राखिदिन्छु त 19। अब यो मिटर चाहिँ लेखिराख्नु पर्दैन, यो हामीले योभन्दा अगाडिको कुरामा बुझिहालेको छौँ होइन। यो हामीले युनिट चाहिँ राख्नु पर्दैन है त। 19 राखिदिएपछि भइहाल्यो, लेन्थ भनेको 19 हो। र हाम्रो नेक्स्ट के रहेको छ, ब्रेथ रहेको छ। ब्रेथ BRDETH इज इक्वल टु 17 भनेर राखिदियो। अनि एरिया बराबर चाहिँ के भइहाल्छ त भन्नु त, एरिया बराबर चाहिँ हामीले के लेख्नुपर्छ, लेन्थ होइन, इन्टुको लागि यो साइन हुन्छ, अनि ब्रेथ भनेर यसरी राखिदिन्छौँ है त। अनि पेरिमिटरको लागि चाहिँ के गरिदिन्छु भन्दाखेरि, पेरिमिटरको लागि चाहिँ 2 इन्टु अनि ब्राकेटभित्र लेन्थ प्लस ब्रेथ भनेर यसरी लेखिदिन्छौँ। यो भइहाल्यो है त हाम्रो। अनि अब प्रिन्ट गरौँ है त। प्रिन्ट के गर्छु भन्दाखेरि पहिले म एरिया प्रिन्ट गर्छु। एरिया बराबर कति आयो भन्दाखेरि यहाँनिर देखाउने छ, कमा दिएर म के लेख्छु, एरिया लेख्छु है त। एरिया अनि कमा दिएर फेरि म चाहिँ के लेख्छु, मिटर, स्क्वायर मिटरको लागि SQ डट मिटर भनेर लेख्छु है। अनि यो भयो, बन्द गरिदिएँ। अनि त्यसपछि गएर चाहिँ मैले प्रिन्ट गर्छु। फेरि के प्रिन्ट गर्छु भन्दाखेरि पेरिमिटर भनेर प्रिन्ट गर्छु होइन। पेरिमिटर बराबर चाहिँ मैले के लेख्छु भन्दाखेरि पेरिमिटर भनेर लेख्छु। त्यसपछि चाहिँ त्यसलाई चाहिँ मिटर भनेर लेखिदिन्छु है त। ल अब चाहिँ यहाँ मैले यसलाई रन गर्छु है त। यहाँ रन गर्छु, ल हेर्नुहोस् देखाइदियो, एरिया इज इक्वल टु 323 स्क्वायर मिटर अनि पेरिमिटर बराबर चाहिँ 72 मिटर भनेर देखेको छ है त। तपाईँ क्यालकुलेट गरेर हेर्नुहोस्, यति नै आउनेवाला छ। अब चाहिँ यो काम कसरी गर्यो भन्दाखेरि पहिले लेन्थमा उसले कति हाल्यो, 19 हाल्यो। ब्रेथमा कति हालिदियो त उसले 17 हालिदियो है त। अब यहाँनिर चाहिँ एरिया उसले क्यालकुलेट गर्छ, लेन्थ इन्टु ब्रेथ गर्ने बित्तिकै यो लेन्थको ठाउँमा यो 19 आयो, यो ब्रेथको ठाउँमा कति आयो त 17 आयो। अब यो 19 र 17 दुइटै मल्टिप्लाई गरेर कति भएछ भन्ने कुरा चाहिँ यहाँ उसले दिमागमा राखिसक्यो कि एरिया बराबर कति छ उसको 320 छ भन्ने कुरो चाहिँ उसले दिमागमा राखिसक्यो है पाइथनले चाहिँ। अनि फेरि पेरिमिटर बराबर चाहिँ के गर्यो, 2 इन्टु L मतलब लेन्थ प्लस ब्रेथ गरेको छ। लेन्थ र ब्रेथको सम कति भएछ त्यसलाई इन्टु गर्दैछ 2 ले। अनि जति आउँछ त्यसको सम होइन, जति आउँछ त्यसको भनौँ न क्यालकुलेसन, त्यो चाहिँ उसले स्टोर गरिदियो पेरिमिटर भन्ने भेरिएबलमा है। अनि यो एरिया जुन देखायो, एरिया बराबर भनेर त्यो डिस्प्ले गराउनको लागि हो होइन। त्यसपछि यो एरिया चाहिँ के हो भन्दाखेरि तपाईँको यो एरियामा जति आएको छ त्यो है त। त्यही भएर यहाँ 323 देखाएको छ सुरुमा, यहाँ जति उसले क्यालकुलेट गरेर निकाल्छ। त्यसपछि यो स्क्वायर मिटर त्यससँगै उसले जोडिदिएछ है त। बुझ्नुभयो, यहाँ कमा दिएको कारणले गर्दाखेरि यो स्पेस आएको है त। अनि पेरिमिटर त्यसपछि सेम त्यस्तै गरी पेरिमिटर बराबर पेरिमिटर कमा मिटर, मतलब पेरिमिटर बराबर कति आएछ, यो पेरिमिटर भन्दा 72 आएछ, 72 अनि त्यसपछि यो मिटर भन्ने वर्ड सो गर्दैछ है त। यसरी तपाईँले चाहिँ एउटा जेनरल तरिकाको तपाईँले बनाउन सक्नुहुन्छ प्रोग्राम भनौँ या भनौँ न है। अब अर्को एउटा लास्ट एउटा अझै एउटा प्रोग्राम लेखौँ है हामीले। के प्रोग्राम हुन्छ भन्दाखेरि चाहिँ कन्भर्टर राखौँ के त भन्दाखेरि रुपैयाँलाई पैसामा कन्भर्ट गर्ने है त। त्यसको लागि म फेरि के गर्छु भन्दाखेरि हजुरहरूलाई एउटा प्रोग्राम लेख्छु। यहाँ लेख्छु कमेन्ट दिएर, राइट अ प्रोग्राम द्याट कन्भर्ट्स होइन 17 रुपैयाँ भनौँ न इन्टु पैसा भनेर पैसामा कन्भर्ट गर्ने त्यो लेखौँ है त। तपाईँले एमाउन्ट भनेर यसरी लेख्यौँ, एमाउन्ट इज इक्वल टु कति छ 17 भनेछ, 17 लेख्यौँ है त। कुरा बुझ्नुभयो होइन। अब एमाउन्ट इन पैसा भनेर लेख्यौँ है त। इक्वल्स टु के हुन्छ भन्दाखेरि जुन एमाउन्ट छ त्यो एमाउन्टलाई हामीले कतिले मल्टिप्लाई गरिदिनु पर्छ, 100 ले मल्टिप्लाई गर्यो भने के भइहाल्छ, त्यो पैसामा कन्भर्ट भइहाल्छ होइन। त प्रिन्ट अब गरौँ। प्रिन्ट गर्दाखेरि के लेख्नुपर्छ भन्दाखेरि RS डट अनि त्यसपछि कमा एमाउन्ट लेख्छौँ अनि फेरि इक्वल्स टु दिएर कमा दिएर चाहिँ अब यहाँ के लेख्छ, एमाउन्ट इन पैसा भनेर लेखेर यसरी हामीले लेख्छौँ है त। हेर्नु ठिक छ, यसलाई ब्राकेटमा बन्द गरिदिउँ है त। अब यसलाई चलाउँ हामीले, फेरि चलाउँदाखेरि कस्तो आउँछ हेर्नु। अब एरर आइदियो, किन एरर आइदियो होला त भन्दाखेरि पहिले हामीले यसलाई अलिकति गरिदिएको। यो एरर किन आयो भन्दाखेरि जुन यो पैसा लेखेको छ यहाँ भनिरहेको छ हेर्नु है,
यो पैसा जुन छ अनटर्मिनेटेड स्ट्रिङ मतलब यहाँ स्टार्ट भयो, यो सबैको लागि चाहिँ स्टार्ट र बन्द भएको छ। बट यो नयाँ जुन स्टार्ट भएछ त्यसको लागि चाहिँ हामीले सुरुमा दिनुपर्ने थियो, जुन दिएको छैन त्यसलाई म फेरि दिइहाल्छु। अब यो जेनरली एरर हटिहाल्छ। फेरि म रन गर्छु, फेरि अर्को एरर आयो। अब अर्को एरर चाहिँ किन दियो भन्दाखेरि यहाँ एमाउन्टको साइडमा चाहिँ हामीले कमा लेख्न बिर्सेको छु। यो एमाउन्ट भनेको यो एमाउन्टलाई डिस्प्ले गर्न खोजेको है, यो एमाउन्टले, त्यही भएर यहाँ कमा दिनुपर्छ हेर्नु है। यसरी हामीले गल्ती गरी गरी सिक्छौँ है त, कुरा बुझ्नुभयो नि। यसरी हामीले गल्ती गरी गरी सिक्नुपर्छ। हामीले गल्तीदेखि चाहिँ डराउनु हुँदैन है त। गल्ती भएन भने तपाईँले प्रोग्राम सिक्नु भएन। यदि गल्ती गरेर तपाईँ सिकिरहनु भएको छ, तपाईँले थाहा पाइरहनु भएको छ कि मेरो प्रोग्राममा कहाँ एरर आएछ भने तपाईँ सिकिरहनु भएको छ है, यो कुरा चाहिँ बुझ्नु होला तपाईँले। अब यहाँनिर मैले फेरि यसलाई सिएलएस गरेर गर्छु है त। अब हेर्नुहोस् त, अब एमाउन्ट इन पैसा भन्यो। अब हेर्नु है अर्को गल्ती यहाँ के छ, यसबाट तपाईँलाई थाहा हुन्छ कि कतिखेर हामीले चाहिँ डबल कोट्स राख्ने हो, कतिखेर चाहिँ हामीले चाहिँ कमा राख्ने हो भन्ने कुराहरू, सबै कुराहरू यसैबाट बुझाउँछ। हेर्नुहोस्, एमाउन्ट इन पैसामा पनि यहाँ के दिएछ, डबल कोट दिएको छु। यो हामीलाई टेक्स्ट देखाउने त होइन नि, हामीलाई यसको क्यालकुलेसन देखाउने हो है त। यसको के देखाउने हो त, क्यालकुलेसन देखाउने हो है त। त्यो क्यालकुलेसन यहाँ सो गरेको कारणले गर्दाखेरि यस्तो भएको, यहाँ टेक्स्ट देखाउन खोजेको होइन। त यसलाई हामीले के गर्नुपर्छ भन्दाखेरि डबल कोट्स यहाँबाट रिमुभ गरिदिनुपर्छ। हेर्नुहोस्, हामीले एउटै प्रोग्राम बनाएपछि हामीले कति बिगिनर्सहरूले मिस्टेक गर्छ भन्ने कुरा सबै जानकारी यहीँबाट हामीलाई हासिल भइरहेको छ है त। अब हेर्नुहोस् त, यहाँ के देखायो, ₹17 = 1700 पैसा देखायो है त। अब यहाँ कतिजनाको मनमा यो पनि क्वेसन आउनु पर्छ है त, यहाँ एमाउन्ट लेखेको छ, यहाँ डाइरेक्ट हामीले 17 पनि त लेख्नु पर्थ्यो होला नि। 17 लेख्दा पनि भइहाल्थ्यो होला, डाइरेक्ट किन एमाउन्ट भनेर लेख्नु पर्यो, हो कि न। कारण के छ भन्दाखेरि मानिलिनु तपाईँले यहाँ त अहिले के प्रोग्राम थियो भन्दाखेरि राइट अ प्रोग्राम द्याट कन्भर्ट 17 रुपियाँ इन्टु पैसा भनेको छैन, मतलब 17 रुपियाँलाई चाहिँ तपाईँले पैसामा कन्भर्ट गर्नु थियो है त 17लाई। अब मानिलिनु भोलि गएर म यहाँनिर 20 लेखिदियो भने त तपाईँले इजिली अहिले यहाँनिर मात्र गएर 20 लेखिदिएपछि पुगिहाल्यो है त। तर सपोज तपाईँले यहाँनिर 17 लेख्नु भएको भए होइन, र तपाईँले यहाँ पनि आएर तपाईँले के गर्नु पर्थ्यो, 20 लेख्नु पर्थ्यो, पर्थ्यो कि पर्दैन थियो, 100% पर्थ्यो। त्यही कारणले गर्दाखेरि यदि मैले भ्यारिएबल असाइन गरेको छु भने त्यो भ्यारिएबल मैले के गर्नुपर्छ भन्दाखेरि हरेक ठाउँमा लेख्न पाइयो, र त्यो भ्यारिएबल एकचोटि डिफाइन गरेपछि सबैभन्दा सजिलो के भयो कि म भ्यारिएबलको सुरुमै जब नाम चेन्ज गरिदिन्छु त यो तलको जति पनि हुन्छ अटोमेटिकली चेन्ज भइहाल्छ है त। कुरा बुझिरहनु भएको छ है त। ल त्यही कारणले गर्दाखेरि अब यो चाहिँ प्रोग्राम रन गऱ्यो भने हेर्नुहोस् त, हाम्रो अटोमेटिकली त्यो क्यालकुलेट गरिदिइहाल्यो। सुरुमा चाहिँ अघि 17 को लागि क्यालकुलेट गर्यो, अब अहिले चाहिँ 20 को लागि क्यालकुलेट। भोलि गएर मलाई यहाँनिर 39 को गर्नु पऱ्यो भने 39 मात्र लेखिदिन्छु र यसलाई के गरिदिन्छु, रन गरिदिन्छु है त। म ल्याउनु त आफै अटोमेटिकली भइहाल्यो है त। कुरा बुझ्नुभयो? यदि बुझ्नुभयो भने प्लिज लाइक चाहिँ गर्नु होला एकदमै राम्रोसँग, किनभने यसपछिको जुन हामीले यो प्रोग्राम बनाउँदैछौँ त्यो चाहिँ अलिकति एडभान्स तरिकाको हुन जान्छ। यो भित्रको अर्को भनौँ न अर्को किसिमको आउटपुट निकाल्नको लागि, जस्तै कि एफ स्ट्रिङ भनौँ न, एफ स्ट्रिङ युज गरेर चाहिँ हामीले आउटपुट निकाल्नेवाला सिक्न जाँदैछौँ है त। त्यस कारणले गर्दाखेरि यहाँसम्म तपाईँ क्लियर हुनुहुन्छ भने प्लिज एकचोटि लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, ल प्लिज यो भिडियोलाई सेयर पनि गरिदिनु यदि तपाईँलाई मन परिरहेको छ भने है त। सिकाउने तरिकाहरू होइन, यो सबै कुराहरू राम्रो लागिरहेको छ भने तपाईँ प्लिज एकचोटि लाइक गर्नुहोस् र सेयर गर्नुहोस्। र मेरो टार्गेट रहेको छ कि भनौँ न, मेरो टार्गेट अहिले चाहिँ मेनली टार्गेट रहेको छ कि 1000 सब्सक्राइबर म कसरी हासिल गरौँ, कसरी पाउन सकौँ भन्ने कुरा चाहिँ मेरो छ। त्यसमा चाहिँ पुर्याउनलाई मद्दत गर्नुहोस्, मलाई अलिकति हेल्प गर्नुहोस् है त। मेरो फर्स्ट टार्गेट त्यो अचिभमेन्ट गराइदिनुहोस्। अनि कमेन्ट्सहरूको लागि पनि म टार्गेट राख्नेछु नेक्स्ट टाइममा है त। अहिलेको लागि यो सानो भिडियो यहीँ समाप्त गरेर अब नेक्स्ट पार्टतिर लाग्छु म, एफ स्ट्रिङ भन्ने कुरा है त। त्यो पार्टमा चाहिँ हामीले अझै पनि ज्ञान गुणका कुराहरू, धेरै राम्रो राम्रो कुराहरू सिक्नेछौँ। आउटपुट कसरी राम्रो निकाल्न सक्छौँ प्रिन्ट फङ्सन युज गरेर चाहिँ, त्यसको बारेमा राम्रोसँग जान्नेछौँ है त। ल हस् त, धन्यवाद। अब हामी अलिकति प्रोजेक्टतर्फ लागौँ है त। प्रोजेक्टतर्फ लागौँ, त्यसको लागि चाहिँ म यो टर्मिनललाई क्लियर गरिदिन्छु, क्लियर स्क्रिन गरेर सिएलएस। अब पहिलो प्रोजेक्ट हामीले लेख्छौँ, यसलाई म कट गरिदिन्छु यहाँबाट कट गरिदिन्छु र म यसलाई सेभ पनि गरिदिन्छु यस गरेर। अब नयाँ फाइल बन्यो, नयाँ फाइल म फेरि त्यहीँ सेभ एज गरेर अनि यहाँनिर चाहिँ म पाइथन भन्ने सिलेक्ट गर्छु, पाइथन। देन यसको नाम चाहिँ म दिन्छु project1 भनेर, project1 भनेर .py भनेर दिन्छु र यसलाई त्यही फोल्डरमा पाइथन फुल कोर्सको फोल्डरमा चाहिँ म यसलाई सेभ गरिदिन्छु है। र पहिलो प्रोजेक्ट चाहिँ म के दिन चाहन्छु भन्दाखेरि यहाँ म लेखिदिन्छु, टाइपै गरिदिन्छु। पहिलो प्रोजेक्ट चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि आफ्नो भनौँ न फ्यामिली, सबै मेम्बरहरूको नाम लेख्नुपर्ने छ है। फ्यामिली मेम्बरहरूको सबैको नाम लेख्नुपर्ने छ
है त। जस्तै कि प्रिन्ट अल मेम्बर्स इन योर फ्यामिली भनौँ। त प्रिन्ट के गर्नु पर्यो, प्रिन्ट त्यसपछि आफ्नो नाम हैन। यहाँ के लेख्नु पर्यो भन्दाखेरि जस्तै कि फादर हुनुहुन्छ, बुवा हुनुहुन्छ भने फादर हैन, अनि कमा बुवाको नाम के हुनसक्छ, जे हजुरको जे बुवाको नाम छ त्यो लेख्नु पर्यो है। जस्तै कि बुवाको नाम हुनसक्छ हजुरको हुनसक्छ प्रदीप हैन। र यसलाई सेपरेट गरौँ, केले सेपरेट गर्ने भन्दाखेरि बराबरले पनि गर्दा केही फरक पर्दैन, या यसले गरौँ न कलनले।